बुटोलदेखि करिब 16 घण्टाको यात्रापछि हामी आइपुगेका छौँ धरतीको पहिलो तीर्थ बराह क्षेत्रधाम। यस पवित्र स्थलमा आउनका लागि धरान साइडतिर आउनुभयो भने यो बाटो आउन सकिन्छ भने गाईघाटतिर आउनु भने पुल तरेर आउनु पर्दछ। यहाँ आइपुग्नु भयो भने ठ्याक्कै चोक्निएर चाहिँ यहाँ धरतीको पहिलो तीर्थस्थल बराह क्षेत्रधाम प्रवेशद्वार भनेको छ। यहाँबाट चाहिँ भित्र 4 किलोमिटर जानुपर्छ। अहिले हामी ठ्याक्क मन्दिरको गेटनिर आइपुगेका छौँ। यहाँ चाहिँ विभिन्न अटोहरू पनि पाउनुहुनेछ तपाईँले चौपटक भने आफ्नै प्राइभेट गाडीहरू पनि मन्दिरको गेटसम्म नै जान्छ। बाटो एकदमै सजिलो छ, राम्रो छ, शान्त वातावरण, मन्दिर वरपर एकदमै रमाइलो छ। यो ठाउँ सुनसरी जिल्लाको धरानबाट करिब 5 किलोमिटर उत्तर पश्चिम अवस्थित छ। हाल बराह क्षेत्रको मौलिक मन्दिर 1911 सालमा बनेको थियो। विक्रम सम्वत 1990 को भूकम्पले मन्दिर भत्काएपछि अन्तिम पटक 1991 सालमा जुद्ध शमशेरले मन्दिरको पुनर्निर्माण गरेका थिए। बराह क्षेत्रमा लक्ष्मी, पञ्चायन, गरुड ग्रह, सूर्य ग्रह, कोका ग्रह, नागेश्वर लगायतका 9 वटा मन्दिरहरू छन्। यस स्थानमा 1500 भन्दा बढी चाहिँ पुराना मूर्तिहरू फेला परेका छन्। तीर्थयात्रीहरू सबै मौसममा आउँछन्, तर कार्तिक पूर्णिमा र मकर सङ्क्रान्तिका अवसरमा विशेष उत्सवको आयोजना गरिन्छ। भारतबाट मानिसहरू कार्तिक महिनामा बराह क्षेत्रमा आउन रुचाउँछन् र पहाडी नेपालमा मानिसहरू सामान्यतया मकर सङ्क्रान्तिमा आउँछन्। यसबाहेक ऋषि पञ्चमी, व्यास पञ्चमी, फागु पूर्णिमा र अन्य एकादशी, अन्य उपवास र उत्सव दिनहरू ठुलो सङ्ख्यामा तीर्थयात्रीहरू आउँछन्। मानिसहरूको नियमित प्रवाहको कारण प्रत्येक दिन एक उत्सव जस्तो देखिन्छ। भगवान विष्णुले बराहको अवतार लिएर आफ्नो लामो दाँतले पृथ्वीलाई पातालमा डुब्न जोगाए। त्यसपछि भगवान आफ्नी पत्नी लक्ष्मी साथ हिमालय र पहाडको काखमा कोशी नदी किनारमा विराजमान हुनुभयो। त्यसैले यस ठाउँको नाम त्यस घटनामा पछि राखिएको थियो। यहाँ भगवान विष्णुको बराह अवतारको ठुलो र सुन्दर छवि छ।
यो अब हेर्ने यो रल लगाइदिनु पर्यो भनेर भिडियो पुरा हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला। आउने दिनहरुमा यस्तै राम्रो नयाँ र पृथक भिडियोहरु ल्याउने नै छौं। हस्त धन्यवाद।